साथीहरु नमस्कार। बीएमटिच नेपाल युट्युब च्यानलमा हजुरहरुलाई स्वागत छ। हिजो मात्र भएको जुन सिटिबिटी एनएसटिबीले लिने बिल्डिङ इलेक्ट्रिसियन लेभल 3 को एक्जाममा एउटा म्याथको क्वेशन सोधेको थियो। यहाँ हेर्न सक्नुहुन्छ 100 केवीए 400 भोल्ट 0.8 पावर फ्याक्टर 50 हर्ट्ज 3 फेज 4 पोल सिन्क्रोनस मोटरले लिने करेन्ट र स्पिड पत्ता लगाउनुहोस् भनेको छ। म यसलाई चाहिँ सल्भ गरेर देखाउन गइरहेको छु। अन्तिमसम्म हेर्नु होला है त। अब यहाँ हेर्न सक्नुहुन्छ प्रश्नले दिए अनुसार मोटरको पावर यस इक्वल टु 100 केवीए, यानी कि यस भनेको हाम्रो एपारेन्ट पावर हो। अनि त्यसैगरी सप्लाई भोल्टेज भी बराबर 400 भोल्ट, फ्रिक्वेन्सी 50 हर्ज, पोल संख्या 4 पोल र पावर फ्याक्टर कति दिएको छ 0.8 दिएको छ। यो हामीलाई क्वेशनले दिएको छ। अब हामीले मोटरको वास्तविक पावर पत्ता लगाऊ। अब वास्तविक पावर P इक्वल टु केवीए इन्टु पीएफ भनेको छ। हाम्रो जुन एपारेन्ट पावरलाई पावर फ्याक्टरको भ्यालुले गुणन गर्ने हो भने वास्तविक पावर यानी कि एक्टिभ पावर आउँछ E। अब केवीए को ठाउँमा चाहिँ 100 दिएकै छ क्वेशनले, 100 इन्टु पावर फ्याक्टरको भ्यालु 0.8। यो गर्दा 80 किलोवाट आउँछ हाम्रो एक्टिभ पावर। र 80 किलोवाट भनेको के हो त भन्दा हाम्रो 80,000 वाट हो। हामीले वाटमै राखेर हिसाब गरौँ, सजिलो हुन्छ। अब हामीलाई थाहा छ हेर्नुहोस्, 3 फेज सिस्टममा पावर निकाल्ने सूत्र पावर P बराबर √3 V इन्टु I इन्टु cos phi। अब यहाँ मान राखिदिनुहोस्, P को ठाउँमा 80,000 वाट, √3 को भ्यालु 1.73 अनि भोल्ट 400 दिएकै छ। करेन्टको भ्यालु थाहा छैन, निकाल्ने हो। पावर फ्याक्टरको भ्यालु दिएकै छ क्वेशनले 0.8। अब हेर्नुहोस् 80,000 अनि यो मल्टिप्लाई गर्दाखेरि चाहिँ 554.24 आउँछ अनि I को भ्यालु थाहा छैन। अब I इक्वल टु 80,000 अपन यो भाग गर्न जान्छ 554.24 र यो गर्दाखेरि करेन्टको भ्यालु कति आउँछ 144.34 एम्पियर। यसरी यो सिन्क्रोनस मोटर चल्दाखेरि चाहिँ लिने लाइन करेन्ट कति रहेछ त भन्दा 144.34 एम्पियर। अब त्यसै गरी प्रश्नले के भनेको छ, मोटरले लिने मोटरको स्पिड पत्ता लगाउनुहोस् पनि भनेको छ तपाईलाई है। अब स्पिड पत्ता लगाउनु पर्ने हुन्छ। हामीलाई थाहा छ सिन्क्रोनस स्पिड NS इक्वल टु 120 इन्टु F अपन P हाम्रो सूत्र हो। अब 120 फर्मुलाकै भयो इन्टु 50 फ्रिक्वेन्सी भ्यालु भयो र पोल संख्या दिएको छ 4। यो गर्दाखेरि चाहिँ के कति आयो त भन्दा 1500 RPM भनेपछि उक्त सिन्क्रोनस मोटरको स्पिड कति रहेछ त भन्दा 1500 RPM। साथीहरु हिजोको क्वेशनले चाहिँ यो चीज यसरी मागेको थियो है त। कस्तो गर्नुभयो कमेन्ट गर्न नभुल्नु होला। म तपाईहरु समक्ष यस्तै भिडियो लिएर फेरि पनि आउने छु। धन्यवाद।